कति वर्षको रिलेसन हो तपाईँहरू दुईजनाको? चिनजान भएको चाहिँ इट्स बिन लाइक 8 years. वाउ 8 वर्ष 8 वर्ष भयो 8 वर्ष देखि नै जे होस् एकअर्कालाई चिनेर अहिले बुझिराख्नु भएको छ कस्तो कस्तो खालको मान्छे हुनुहुन्छ अभियसली अब गरिमाजीले 8 वर्षसम्म बुझिसक्नु भएको छ होइन हरेक छोरी मान्छेलाई यो इन्डस्ट्रीमा हुँदाखेरि अझ एउटा बुझ्ने जीवन साथी भयो भने सहज हुन्छ भन्छन् होइन कस्तो हुनुहुन्छ उहाँ अलिक थोरै सेयर गर्नु ल मलाई त कस्तो अप्ठ्यारो पो लाग्यो त्यस्तो अब के भन्नु अनि अनि आजकल त तपाईँहरूको यति रोमान्स हुन्छ कि उता अस्ट्रेलियाबाट जुन गीतमा टिकटक बनाउनुहुन्छ यता हजुरको पनि त्यही गीतमा टिकटक आइरहेको हुन्छ होइन यस्तो छ ऊ अलिकति सपोर्टिभ पनि छ मेरो कामलाई लिएर अनि सो मेरो गीत रिलिज भयो भने चाहिँ उसले त्यसमै अब भिडियोजहरू हालिदिन्छ ऊ त्यति धेरै भ्युजहरू जाने त्यति हुन्छ नि पब्लिक लाइफ इन्जोय गर्ने मान्छे होइन तर जस्ट म एकजनाले गरिदियो भने उसलाई सपोर्ट हुन्छ भन्ने हिसाबले चाहिँ गरिदिरहेको हुन्छ अनि सपोर्टिभ धेरै नै हुनुहुन्छ अब सायद त्यही भएर म यत्रो अब यहाँ काम गर्न आउँदाखेरि मेरो त कति लाइफमा उतार चढावहरू भयो सो कामको एक्सपिरियन्सहरू फरक फरक भयो अनि अझसम्म सँगै नै हुनुको कारण नै सायद उहाँले चाहिँ मेरो जुन लाइफमा चेन्जेसहरूलाई एक्सेप्ट गर्दै जानुभयो त्यही नै होला सायद